हेलो साथीहरू, गुड मर्निङ। लास्ट तपाईँलाई मेरो न्यू डे न्यू ब्लगमा यहाँलाई स्वागत छ। आज चाहिँ म कहाँ जान आँटेको भन्दाखेरि बिरतामोड जान आँटेको। मेरो थोरै बाहिरको लागि इन्टरभ्यू ट्रायलहरू के छ बिरतामोडमा, त्यहाँ जान लागेको छु। सब सामान प्याक गर्नुपर्ने छ। अझै म यहाँबाट 8 बजे हिँड्यो भने 10-11 बजीतिर पुग्छु होला। तपाईँलाई म देखाउने मेरो साथीहरू माया गरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गर्नुभएको छैन भने अहिले गएर सब्सक्राइब गरिदिनु होला नेक्स्ट ब्लग्सलाई। ल साथीहरू, अब चाहिँ म सामान प्याक गर्नुपर्ने हुन्छ। हेलो साथीहरू, फाइनली म चाहिँ अब बिरतामोडतर्फ जाँदैछु। बिरतामोड जानुपर्ने भयो कामले, त्यहाँ जाँदैछु म। अहिले चाहिँ म घरबाट निस्किन आँटेको। अहिले 4 बजिसक्यो, पनि यता सुतिरहेछन्। अरूमा जानुपर्ने हुन्छ यता, हाम्रो पनि यता यसरी मसल लडिरहेछन् साथीहरू। अब चाहिँ म जानुपर्ने हुन्छ। सब गरिसकेँ, नुहाइदिए गरेर यता पूजा नि गरिसकेँ, देख्न सक्नुहुन्छ। अनि मैले चाहिँ पूजा गरेर नुहाइदिए गरेँ, भात खाना खाएर अझै म लागेको साथीहरू बिरतामोडतर्फ लाग्यो। यसको साथीहरू आउनु होला। कसो छ म तपाईँलाई देखाउँछु। त बाटो चाहिँ डेन्जर छ भने सुनेको, तर बाटो खत्तमै बाटो छ भन्थ्यो। हेरौँ कस्तो छ। हेलो साथीहरू, म तपाईँसँग लगाएर 12 चोकतिर जाँदैछु गाडी चलाउनलाई। गाडी सर्भिस लगाएर देखाउनेछु बाटोमा के कस्तो हुन्छ। यस्तो छ अहिले बगरकोटमा आएको छु। बगरकोट हो, ठ्याक्कै बगरकोटको पुलमा आएको साथीहरू। बाटोमा भेट्ने छ है त साथीहरू। यो चाहिँ बगरकोटको क्लबहरू हो। यो चाहिँ क्लब छ बगरकोटमा चाहिँ। काठमाडौँको ठाउँमा भने जस्तै यसको धरानले ठाउँमा रहेछ साथीहरू। त्यसको गडिसकेको छ यता कडेपुल जाने बाटो मासतिर। ट्राई गरेको हो नि। अब यो होइन, म पनि लुटाउनु दिनु भइ नै हाल्थ्यो। तेरा बिहा गर्दै गरेर एउटा भिडियो बनाउनु पर्ला। कान्छाले भिडियो खिचिदिनु साह्रो पाक्छ। त्यो लाइसेन्सको लागि चाहिँ अलिकति हो।
ये मेरो गाडी चाहिँ के भित्रबाट यस्तो छ यो सबै सिसा पनि छैन यो गाडी चाहिँ उता बसन्तपुर तर्फबाट आउँदाखेरि मैले यसलाई आनेको अनि यसको चाहिँ यो सिसाहरू यो मेरो झ्याल यतापट्टिको यो यता सिसा चाहिँ फेरेको छैन उतापट्टिको सिसा चाहिँ फेरेको छ यस्तो भित्र यस्तो छ अवस्था मान्छेले केही पनि भएन मैले त्यति बेला चाहिँ अब टेन्सन भयो के भयो अनि त्यही भएर मैले भिडियो सिडियो केही बनाउन पाएँ मैले युट्युबमा नि अब नआएको चिन्ता पनि भेटेर भेटेँ मेरो तपाईँले चाहिँ बिर्दा मोडर गएको छ यो माथि टाढो एक्सिडेन्ट भएको एकैले तपाईँले देख्न सक्नुहुन्छ त्यो तानेको भिडियो मात्रै तानेर तल सिधोसँग ल्याएको भिडियो मात्रै बनाएको छु यस्तो छ त्यसको यो चिज पनि बाँगेको छ जस्तो लाग्छ मलाई त्यो चिज बाँगेको यस्तो यो हुँदैन रहेछ यो पत्ती मेन पत्ती भाँचेको छ सेकेन्ड पत्ती बाँगेको छ त्यसलाई सिधा बनाएर यो मिलाएर ल्याएको छु मैले सब यो युबल्टुहरू नयाँ हो पल्लो छेउको युबल्टु पनि नयाँ हो यस्तो छ यसको साथीहरू यस्तो छ नित्लायो सिधातिर अब चाहिँ म चाहिँ यहाँबाट सबै मिल्यो त्यही भएर अब इन्सुरेन्सको मान्छे आएर यो सबै काट्नु परेर फोटो खिचेर लगेर अनि मात्रै काम सुरु गर भनेपछि त्यहाँ सुरु गर्ने गएको थिएँ त्यही भएर म चाहिँ घरतिर लागेर साथीहरू बनाउँछ हेलो साथीहरू फाइनली म चाहिँ एक्सिडेन्ट भएर गाडी साडी सब इनोरा पुर्याएर अहिले चाहिँ म घर आइसकेको छु मेरो गाडी चाहिँ सिद्धुवा नुनथलादेखि उता बसन्तपुर जाँदै गरेको क्रममा चाहिँ उताबाट बसन्तपुरबाट यता आउँदै गरेको स्कर्पियोले चाहिँ मलाई हानेको हो उसले चाहिँ मलाई हानेको हो उसको चाहिँ अलिक स्पिडमा थियो गाडी अनि ठ्याक्क टर्निङ आउँदाखेरि चाहिँ कन्ट्रोल नभएर ज्यादा स्पिडमा ब्रेक हान्दाखेरि चिप्लेर तल आएर चाहिँ मलाई हानेको थियो तपाईँले टिकटकमा देख्नुभयो होला कसको गल्ती छ के छ भनेर त्यो गल्ती कसको के कसो भनेर सब हिसाबले छुट्याइसक्नु भएको छ अनि त्यसपछि चाहिँ मिलापत्र भएर चाहिँ हामीले चाहिँ सोमबार बसी मङ्गलबार बेलुका 6 बजी चाहिँ मैले गाडी कुदाएर लिएर आएर यहाँ इनोरामा 12 बजी पुग्यो अनि त्यहाँ त्यही गुजिएकोमा एक दिन बस्यो नास्ता खाना सबै त्यही खान मैले बिहान गर्छु अनि म चाहिँ 12-1 बजी 12:30 1 2 11:30 1:30 भयो थियो होला मैले त्यसबाट गाडी चढेर नारायण आएँ अहिले चाहिँ म आइपुगेको छु साथीहरू र मेरो फुल भिडियो हेर्नु होला उता बिचबाट गएको र यता एक्सिडेन्ट भएको भिडियो एकैचोटि आएको छ साथीहरू ल साथीहरू गुड नाइट